के तपाईले राष्ट्रिय परिचय पत्र बनाउनु भयो? बनाउनु त भयो, तर कार्ड आइसकेको छैन। छैन भने अब मोबाइलबाट कसरी प्रिन्ट गर्ने? नेपालमा अहिले विभिन्न सेक्टरहरूमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ। अहिले कुन कुन सेक्टरहरूमा अनिवार्य गरेको छ त भनेर जानौँ है त। कम्पनी रजिस्ट्रेसन गर्न र अत्यावधिक गर्नका लागि पनि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ। त्यसै गरी ब्याङ्क खाता खोल्न र सिम कार्ड निकाल्नका लागि पनि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ। त्यसै गरी ब्रोकर अकाउन्ट सेकेन्डरी मार्केटमा कारोबार गर्नका लागि टिएमएस खाता खोल्नु पर्ने हुन्छ। त्यसका लागि पनि अहिले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि पनि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेको छ र विभिन्न अन्य सेक्टरहरूमा पनि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गर्ने गरेको छ। यसरी राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि हामीले राष्ट्रिय परिचय पत्र नबनाएर त सुखै भएन। हामीले राष्ट्रिय परिचय पत्र त बनायौं अथवा राष्ट्रिय परिचय पत्रको लागि हामीले आवेदन त दियौं, तर हामीलाई राष्ट्रिय परिचय पत्रको कार्ड अहिलेसम्म आइपुगेको छैन। यस्तो अवस्थामा हामीलाई कुनै सेक्टरहरूमा कुनै सर्भिसहरूमा हामीलाई राष्ट्रिय परिचय पत्र खोज्ने गर्दछ। त्यस्तो अवस्थामा के गर्ने त? यदि तपाईको राष्ट्रिय परिचय पत्र बनाइसक्नु भएको छ तर कार्ड आइसकेको छैन भने तपाईले मोबाइलबाटै सफ्ट कार्डलाई प्रिन्ट गरेर पनि तपाईले काम चलाउन सक्नुहुन्छ। त्यसका लागि हामीले कसरी राष्ट्रिय परिचय पत्र प्रिन्ट गर्ने भन्ने कुराहरू सिक्न गइरहेका छौं। सबैभन्दा पहिले आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजर अथवा अन्य ब्राउजरहरू ओपन गर्नुहोस्। त्यसपछि माथि सर्च गर्ने ठाउँमा गएर तपाईले आफ्नो फाइन्ड योर नेशनल आइडी नम्बर भनेर टाइप गरेर सर्च गर्नुहोस्। त्यसपछि तपाईले यो फाइन्ड योर नेशनल आइडी नम्बर भनेर डिपार्टमेन्ट अफ नेशनल आइडी एन्ड सिभिल रजिस्ट्रेसनको वेबसाइट देखिनेछ। त्यसमा टच गरेपछि तपाईले यस्तो इन्टरफेस पाउनुहुनेछ जहाँ तपाईले नेपाली अथवा अंग्रेजीमा आफ्नो पूरा नाम लेख्नु पर्नेछ। तपाईले नेपालीमा पनि लेख्न सक्नुहुन्छ अथवा अंग्रेजीमा मात्रै लेखे पनि हुन्छ, अथवा दुवै लेख्दा पनि मिल्यो। यसरी आफ्नो पूरा नाम लेखिसकेपछि तपाईले अर्को डेट अफ बर्थ राख्नुपर्ने हुन्छ विक्रम सम्वतमा। बीएसमा आफ्नो जन्म मिति। त्यसपछि तपाईले आफ्नो नागरिकता जारी भएको मिति लेख्नुपर्ने हुन्छ। तपाईको नागरिकता कहिले बनाइएको थियो, कहिले जारी गरेको थियो त्यसको मिति लेख्नुहोस्। त्यसपछि तल क्याप्चाहरू दिन्छ। यो क्याप्चाहरू तपाईले बुझ्नु भएन भने पुनः अर्को नयाँ क्याप्चाहरू निकाल्न पनि सक्नुहुनेछ र त्यो नम्बर क्याप्चामा दिएको नम्बर माथि आफूले टाइप गर्नुपर्ने हुन्छ। क्याप्चालाई टाइप गर्नुपर्ने हुन्छ। यसरी टाइप गरिसकेपछि तपाईले चेकिङमा जानुपर्ने हुन्छ। चेकिङमा टच गरेपछि एकछिन थोरै टाइम लिन्छ। त्यसपछि तपाईको राष्ट्रिय परिचय पत्र कार्ड यहाँ मोबाइलमा देखाउनेछ। यसलाई तपाईले स्क्रिनशट गरेर अथवा प्रिन्ट गरेर तपाईलाई आवश्यक परेको ठाउँमा तपाईले यसलाई देखाएर पनि आफ्नो काम पूरा गर्न सक्नुहुन्छ। यसरी राष्ट्रिय परिचय पत्रको कार्ड आइपुगेको छैन भने तपाईले यसैलाई प्रिन्ट गरेर आफ्नो काम गर्न सक्नुहुनेछ। तपाईलाई भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला र यदि तपाई नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।